हेलो गाइस, सधैँ जस्तै फेरि विजय विराटमा नयाँ अन्टिल प्ले द वर्ल्ड कप डे 6 लिएर आइसकेको छु। नेपालको यात्रा विश्वकपको लागि अब सम्पूर्ण बाँकी प्र्याक्टिस चाहिँ श्रीलङ्कामा हुने भएको छ, जो आज फेयरवेल प्रोग्राम थियो। अब फ्लाइट भोलिदेखि अथवा 1-2 दिनमा टिमले श्रीलङ्काको लागि प्रस्थान गर्नेछ, जसमध्ये आज कप्तान, उपकप्तान अनि टिम कोच अनि त्यसै गरी नेपालको लागि अहिले एउटा बोनस भनेको चाहिँ एउटा बोलिङ अस्ट्रेलियाको अलराउन्डर पुरानो खेलाडीलाई बोलिङ कोच बनाएको छ आउँदो T20 वर्ल्ड कपको लागि। त्यो चाहिँ एकदम गुड न्युज रहेको छ। अनि त्यसै गरी भोलिदेखि महिलाको नेपाल भर्सेस थाइल्यान्डको पहिलो गेम रहेको छ। महिला T20 वर्ल्ड कप क्वालिफायरको लागि सेलेक्ट हुँदैछ, जसमध्ये 4वटा टिम हुनेछन्। नेपालबाट अहिलेको उसबाट 4वटा टिम जानेछन्। टोटल 10वटा टिम रहेका छन्, जसमध्ये आयरल्यान्ड, बङ्गलादेश, जिम्बाब्वे जस्तो थाइल्यान्डहरू सम्पूर्ण टिम रहेका छन्। त्यो विषयमा अर्को भिडियोमा कुरा गरौँला। अब आजको फेयरवेल प्रोग्राममा चाहिँ गुलसन झाले भनेका छन् कि अब हामीले चाहिँ गएर खतरा प्र्याक्टिस नगरेको नि श्रीलङ्का र इन्डिया गएर खतरा प्र्याक्टिस गर्नेछौँ भनेको छ भने सोमल कामीले भनेका छन् कि हामीले रिभेन्ज लिनेछौँ। बङ्गलादेशसँग 2014मा हारेको, 2024मा बङ्गलादेशसँग हारेको, अहिले गएर रिभेन्ज लिनेछौँ भनेर केटाहरू एकदम भनिरहेको छन्। अब खतरा रिभेन्ज लिन्छन् जस्तो छ। टिम नेपाल खतरै मजा आउनेवाला छ। बलिङ, ब्याटिङ, फिल्डिङ खतरा हुनेवाला छ। स्टुटलको एकदम खतरा तयारी भइरहेको छ। खतरा प्रदर्शन हुने हामीले गर्न सक्छौँ। अब बङ्गलादेशलाई त हराइहाल्छ, वेस्ट इन्डिजलाई नि हराइहाल्छ, इटालीलाई नि हराइहाल्छ। अब एउटा इङ्ल्यान्डलाई हरायो भने चाहिँ हामीले खतरा हुन्छ होइन। नहराए पनि सुपर 8मा गयो भने चाहिँ फेरि यतातिर आजको प्रोग्राममा चाहिँ भाषण गरिरहेछन् कि अब उता खतरा हरायो भने चाहिँ अनि सुपर 8मा गयो भने चाहिँ एउटा खेलाडीलाई 20 लाख रुपियाँ सहयोग गर्छु भनिरहेछ। सुपर 8मा नगए पनि अब अहिले गएर खेल्न पाइसक्यो, वर्ल्ड कप खेलिसकेपछि फेरि पनि सहयोग गर्छु भनिरहेछन् होइन। खतरै भइरहेको क्रिकेटिङ माहौल एकदम तातिरहेको छ। अब जम्मै फेब्रुअरी 8मा गेम छ। आज फेब्रुअरी 17-18 हो। अब 20 दिन पनि छैन महासङ्ग्राम नेपालको र इङ्ल्यान्डको पहिलो म्याच हुन। जेसन औदा, फिल साल्ट, बटलर होइन, कुशल भुर्तेल हरिब हुनेवाला छ। अब सन्दीप लामिछानेले खतरा गरिरहेको छ बिपिएलमा नि। अब लेट्स सी, होप अल द बेस्ट टिम नेपाल। आज डे 6, भोलि डे 7मा भेट्नेछौँ अन्टिल प्ले द वर्ल्ड कप फर्स्ट म्याच। कुनै प्लेयरको एनालाइसिस सम्बन्धी भिडियो चाहिएमा चाहिँ कमेन्ट गरौँ है त।